नमस्कार। आज विश्व योग दिवस। हामीले हाम्रो शरीरलाई सदा सर्वदाको निम्ति तन्दुरुस्त, फुर्तिलो, लचकदार, बलियो, हृष्टपुष्ट बनाउनको निम्ति र हामीले हाम्रो शरीरलाई पूर्ण रूपमा स्वस्थ बनाउनको निम्ति विभिन्न प्रकारका योग, प्राणायाम, ध्यान, समाधिहरू गर्ने गर्छौं। त्यही अन्तर्गत फेरि जुन योग दिवसको दिन मात्रै चाहिँ पुरै फेसबुकलाई रंगाएर फेसबुकमा पनि आज योग दिवसको शुभकामना भनेर चाहिँ मात्रै हुँदैन। दैनिक रूपमा हामीले योग गर्नुपर्ने हुन्छ, दैनिक रूपमा हामीले ध्यान प्राणायामहरू गर्नुपर्ने हुन्छ। दैनिक रूपमा हामी जब ध्यान प्राणायाम र योगहरू गर्छौं अनि मात्रै हामी तन्दुरुस्ती हुने बाटो त्यो अगाडि बढ्छौं। त्यसैले म सम्पूर्ण देश तथा विदेशमा छरिएर रहनुभएका नेपाली तथा आम विश्वभरिका सम्पूर्ण जनसमुदायहरूलाई के अनुरोध गर्न चाहन्छु भने हामीले हाम्रो शरीरलाई स्वस्थ राख्नको निम्ति, हामी सधैँ स्वस्थ हुनको निम्ति हामीले निरन्तर रूपमा दैनिक रूपमा 1 घण्टा 1.5 घण्टा, कम्तीको पनि 1 घण्टा र 1.5 घण्टाको बीचमा, सकिन्छ भने 2 घण्टा उमेरको आधारमा हामीले त्यसरी चाहिँ मजासँग बिहान योगहरू, प्राणायामहरू, ध्यानहरू गर्दै गयौँ भने हामी पक्कै पनि के हुन्छौँ भन्दा स्वस्थ हुन्छौँ। हाम्रो माइन्डले नकारात्मक सोचहरूलाई चाहिँ आउट गर्छ र जब हाम्रो माइन्डले नकारात्मक सोचलाई आउट गरेर सकारात्मक सोचहरूको भित्र्याउँछ त्यसपछि हामी प्रफुल्लित हुन्छौँ, त्यसपछि हामी खुसी हुन्छौँ। त्यही बाटोबाट हामी बिस्तारै बिस्तारै यो ध्यान प्राणायामको बाटो हुँदै हुँदै हामी अध्यात्मको बाटोतिर अगाडि बढ्छौँ। त्यसैले म सम्पूर्णहरूलाई अध्यात्मको बाटोतिर अगाडि बढ्नको निम्ति प्रेरणा प्रदान होस् भन्ने कामना गर्न चाहन्छु। पहिलो स्टेप श्वास तान्दै छोड्दै 50 पल्ट। दोस्रो स्टेप श्वास तान्दै छोड्दै, तान्दै छोड्दै। श्वासको गतिलाई निरन्तर रूपमा अगाडि बढाइरहनु पर्ने हुन्छ।